हेलो गाइज, हेलो तपाईँहरूलाई यो भ्लगमा तपाईँहरूलाई स्वागत छ। ल हेर्नुहोस् है गाइज, यो जिल्ला धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर 1 को यो दृश्य हो गाइज। हेर्नुहोस्, यो धादिङ जिल्ला भनेपछि एकदम तराई पहाड हिमालले छोएको तराईले छोएको जिल्ला धादिङ जिल्ला हो। ल गाइज हेर्नुहोस्, कहीँ पनि धादिङमा हेर्नुहोस् विकासको कामहरू हेर्नुहोस्, विकास कामहरू कति राम्रो, बीच पनि कस्तो भएको रहेछ। चरा हेर्नु, चरा चुरुङ्गी पनि देखिरहेछ। हेर्नुहोस् गाइजहरू, कति राम्रो छ बाटो। यता हेर्नुहोस्, पहिरो गएको पनि छ गाइज। यो जिल्ला धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर 1 को यो वडा कार्यालय जाने बाटो रहेछ। यो नयाँ बस्ती भन्छ, अलि अगाडि गएपछि नयाँ बस्ती आउँछ गाइज। र हेर्नुहोस् कस्तो खरो बाटो रहेछ। र हामी आज गाउँतिर पनि जाँदैछौँ। यसो गाउँ घरतिरको वस्तुस्थिति बुझ्नलाई हामी निस्केको छौँ गाइज। हेर्नुहोस् बाटो, हेर्नुहोस् यो बाटो अलिकति त्यो अस्तिको पानीले खाइदिएको रहेछ यतातिर गाइज। हेर्नुहोस् हामी मोटरसाइकलमा हामी 2 जनाको टोली निस्किसकेको रहेछ गाइज। र तपाईँहरूलाई यो ठाउँ कस्तो लाग्यो कमेन्ट गर्नुहोला, कमेन्टको माध्यमबाट पनि यसो गराउनुहोला, कस्तो ठाउँ रहेछ गर्नुहोला गाइज। ल हेर्नुहोस्, उता गाडी पनि आउँदै रहेछ, यसो टर्निङमा पनि हेर्नुहोस् कति आनन्दले हामी घुमाउँदै रहेछौँ। हेर्नुहोस् गाइज, कति मजाको बाटो रहेछ। अलिअलि मात्रै यता कुनै ठाउँमा बिग्रिएको नभए बाटो एकदमै राम्रो छ गाइज। र हेर्नुहोस् यो पुरै सालकै भएको ठाउँ रहेछ यो गाइज। हेर्नुहोस् काँडामा पनि यस्तो पिच रहेछ गाइज। तपाईँहरूले कस्तो लाग्यो यो ठाउँलाई पनि यो भिडियोको मार्फत तपाईँहरूलाई पनि अवलोकन गराउन खोजिरहेको छु। ल गाइज हेर्नुहोस्, ठ्याक्कै अघि मैले कुरा गर्दै थिएँ गाइज, यो वडा कार्यालय जाने बाटो भनेको यो ठ्याक्कै यो नयाँ बस्ती टोल आइसक्यो गाइज। यो अब 2-4वटा 5वटा 10वटा यहाँ घर पनि भेट्नुहुन्छ। ल हेर्नुहोस् गाइज, यो भनेको नयाँ बस्ती टोल हो गाइज। र नयाँ बस्ती टोलमा हामी छिरिसकेको छौँ। यो अब दृश्य हेर्नुहोस् होला। काले के छ? ल ठिक छ। ल काले पनि यहाँ बसिरहेको छ, यहाँ कुकुर पनि छ, त्यसले मैले मायाले काले भनिदिएको हो गाइज। हेर्नुहोस् यस्तो राम्रो ठाउँ रहेछ। पछाडि क्यामेरा गरिदिने चाहिँ हाम्रो एकदम सहयोगी, एकदम मेरो मित्र, एकदम मेरो हाकिम साहब पनि हुनुहुन्छ, रञ्जित कुमार ठाकुर सर। उहाँलाई पनि धेरै धेरै धन्यवाद, यो क्यामेरा मैनको भूमिका निर्वाह गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। आगामी दिनहरू पनि कुनै ठाउँमा यसो जाँदाखेरि पनि यसो सहयोग गर्नु होला भन्ने अपेक्षा राख्दै। हेर्नुहोस् गाइज, अझै हेर्नुहोस् गाइज कस्तो राम्रो के यस्तो ठाउँमा पनि गाइज। र हेर्नुहोस् त्यो घुम्ती चाहिँ छिरमा आउँछ है गाइज। घुम्ती चाहिँ कुरै नगर्नुहोस्। हेर्नुहोस् गाइज, यहाँ हामी यो खासै मोबाइल पनि त्यति राम्रो छैन, त्यही पनि तपाईँहरूलाई कमसेकम यो ठाउँ अवलोकन होस् भन्ने चाहना राख्दै तपाईँहरूलाई यो भिडियो देखाएको छु गाइज। हेर्नुहोस् अब यहाँ हेर्नुहोस् यस्तो ठाउँमा पनि पहाडमा पनि हेर्नुहोस् यहाँ कत्रो फुटबल ग्राउन्ड पनि भेट्न सक्नुहुन्छ तपाईँहरूले। अब तपाईँहरूलाई केही चिजमा हामी देखाउनेवाला छौँ। यहाँको स्कुल पनि छ, यहाँ फुटबल ग्राउन्ड पनि छ गाइज। नयाँ पिच पनि सुरु भइसक्यो गाइज। यो पिच भनेको नयाँ पिच हो गाइज। हेर्नुहोस् तपाईँहरूलाई पनि यो यस्तो डाँडा काँडा फुटबल ग्राउन्ड छ गाइज। त्यो देखेपछि तपाईँको मन झनै खुसी हुन्छ गाइज। हेर्नुहोस् अब आइसक्यो हामी, अब केही छिनमै त्यहाँ पुगिन्छ। हेर्नुहोस् नाली, हेर्नुहोस् कस्तो मजाको विकास पनि गरेको रहेछ है यहाँको स्थानीय सरकारले पनि राम्रै तरिकाले विकास गरेको रहेछ गाइज। र स्थानीय सरकारलाई पनि धेरै धेरै धन्यवाद। अझै राम्रो विकास होस् यो ठाउँमा। लगाइ हेर्नुहोस् हाम्रो स्कुलको कुराहरू पनि पढेर ऊ स्कुल आइसकेको छ गाइज। बल्ल ठाउँ भेट्यो है गाइज। यसो देखाइदिनुहोस् न, यो फुटबल ग्राउन्डलाई पनि देखाइदिनुहोस्। ठुलो ग्राउन्ड चाहिँ गाइज, पहाड सिद्धलेख गाउँपालिका वडा नम्बर 1 को ठाउँमा पनि हेर्नुहोस् कस्तो ठुलो रहेछ है गाइज फुटबल ग्राउन्ड। यहाँ घुम्दै जाँदाखेरि तपाईँको स्कुल रहेछ गाइज। स्कुल हो जलदेवी आधारभूत विद्यालय। सर नमस्कार हजुर। घुम फिर सर।
खेलकुद आधारभूत विद्यालय हो र गाइजहरू अब यहाँ अलिकति सुरु कुराहरू अब कति बाटो सुरु भयो गाइजलाई अब ढुङ्गे ढुङ्गा बाटो गाइज बाई बाई बुढाहरू के छ बुढाहरू पनि छ कति माया गर्दै रहेछ बुढाहरू बाई बाई पनि गरे बुढाहरू र हेर्नुहोस् गाइज अब कच्ची बाटो आइसकेको छौँ हामी अब कच्ची बाटोमा यहाँबाट डाँडा काँडा पनि देखाइदिनु सर क्यामेरामा देखाइदिनु गाइज हाम्रो गाइजहरूलाई हेल्थ काम पनि यस्तो देखाइदिनु यस्तो ठाउँ पनि हामी आइपुग्यो बाई बाई बुढा बाई बाई बच्चालाई पनि बाई बाई गरेर हामीलाई र गाइज अब हेर्नुहोस् यहाँ पहिरो गएको पनि हेर्नुहोस् अवलोकन गर्नुहोस् यहाँ पहिरो पनि गएको रहेछ गाइज अब तपाईँहरूलाई अब हिमालतिर गयो भने हिमालको पनि भिडियो देखाउनेवाला छ गाइज अब चाहिँ